यही पनि अब छोडिदिनु, यही पनि 4 मिनट आइहाल्छ त भिडियोमा। प्रतिनिधिहरू र विभिन्न वडाबाट पाल्नुभएका जनप्रतिनिधिज्यूहरू, प्रतिस्पर्धी मित्र र प्रतिस्पर्धी मित्र, मेरा शिक्षक आदरणीय गुरुवर्ग र यहाँ रहनुभएका सम्पूर्ण अतिथिगणहरूमा स्वीकार होस् म केसिका सिंह ठगी र सीमावि धिकेपल्लो तर्फबाट न्यानो अभिवादन। आज हुन गइरहेको वादविवाद भाग्यभन्दा मेरा ठुलो भन्ने विषयमा आफ्ना भनाइहरू राख्न पाउँदा म अत्यन्तै खुसी भएको छु र आजको भाग्यभन्दा मेरा ठुलो भन्ने विषयको विपक्षीको तर्फबाट म मेरा भनाइहरू राख्न गएको छु र मेरो पूर्वपक्ष मित्रले मेहनतका बारेमा ठुला मोलहरू खडा गर्नुभयो। सुन्दा निकै कर्णप्रिय र आदर्शवादी लागे पनि व्यवहारिक धरातलमा भने मेहनत मात्र सफलताको ग्यारेन्टी छैन। जीवन एक खेल हो र त्यसमध्ये पनि मेहनत एउटा मात्र खेलाडी हो भने भाग्य भनेको त्यस खेलको अम्पायर, विजेता बनाउने अम्पायर र त्यस खेलको नियम हो। यदि मेहनतले सबै हुन्थ्यो भने भन्दा धनी र सफल व्यक्ति को हुन्थ्यो होला। पक्कै पनि जेठको कुसकुस गर्मी र पुसको गठन निलो जाडोमा गीत ढुङ्गा कुद्ने मजदुर र खेतको तातो घाममा पसिना र रगत बगाउने किसान र 14 घण्टा भारी बोक्ने भरियाहरू हुन्थ्यो होला। तर किन उनीहरू सफल हुन सकेनन्? वास्तवमा के छ, उनीहरूले दुई चाल्नका लागि धौधौ परिरहेका छन्। सायदै उनीहरूले भन्दा बढी मेहनत त यो संसारमा कसैले गर्ला। तर अर्कोतर्फ भने मानिसहरू थोरै बौद्धिक क्षमता लगाएर उनीहरू एक सही सङ्गमका कारणले उनीहरू सफल भइरहेका छन्। हामी कुन परिवारमा जन्मन्छौँ, कस्तो परिवारमा जन्मन्छौँ र कुन देशमा जन्मन्छौँ भन्ने कुराहरूले पनि सफलतामा महत्त्वपूर्ण भूमिका खेल्दछ। कुनै पनि बालक गरिब परिवार हानिका लागेको देशमा जन्मनु र अर्को बालक धनी देश, समृद्ध देश र अरबपतिको घरमा जन्मनुमा कति फरक छ। उसले अरबपतिको घरमा जन्मेको बालकले भने जन्मदै संसारका सबै सुख र अवसरहरू पाउँछन्। तर अर्को बालकले भने उसले जतिसुकै मेहनत गरे पनि उक्त सुख बालकको अवसरसम्म पनि पुग्न सक्दैनन्। कि त्यहाँ कुन कर्म र मेहनतको कार्य थियो? त्यो त केवल नितान्त भाग्य हो। हामीले जति नै मेहनत गरे पनि यदि परिस्थिति अनुकूल छैन भने त्यो मेहनत बालुवामा पानी खनाए सरह हुन्छ। विज्ञानकै इतिहास हेरौँ, सर एलेक्जेन्डर फ्लेमिङले पेन्सिलिनको आविष्कार कुनै योजनाबद्ध रूपमा गरेको थिएनन्। उनी त केवल प्रयोगशाला सफा गर्ने क्रममा एउटा भाग्यवश सही सङ्गमका कारणले उनले पेन्सिलिनको आविष्कार गरेका थिए र उसको त्यो पेन्सिलिनको आविष्कारले करोडौँ मानिसहरूको ज्यान पनि बचाएको थियो। र भनिन्छ नि महोदय, भाग्यले केवल बाटो खन्न सक्छ, तर भाग्यको बाटोमा हिँड्ने मेहनतको बाटोमा हिँड्ने र भाग्यले गन्तव्यसम्म पुर्याएर मुकुट पहिराउने केवल भाग्यले मात्र गर्न सक्छन्। र विश्वविख्यात नेपाली साहित्यको महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि लेख्नु भएको थियो कि यात्री कवितामा जेले सर्क एक उठघाट मानव उषा रुन्थिन हात जेले के छ निधारमा टर्दैन त्यो मेटिन कसैको मात। अर्थात् हामीले हाम्रो निधारमा ल्याएको भाग्यहरू टर्दैन भन्ने हो। हामीले जतिसुकै मेहनत गरे पनि हामीले जतिसुकै मेहनत गरे पनि भाग्य राम्रो छैन भने त्यहाँ केही पनि हुन सक्दैन। र यदि कुनै पनि बालक जन्मले असफल जन्मेको छ भने उसले अरू सक्दैन, किनकि शारीरिक सन्तुलन र मानसिक सन्तुलन पाउनु पनि आफ्नो एक भाग्य हो। र त्यसै गरी म के भन्न चाहन्छु भने हामीले मेहनत भन्दा पनि भाग्यको भरमा बस्नु पर्दछ। हामीले जतिसुकै मेहनत गरे पनि एउटा दुर्भाग्यको कारणले हामी असफल हुन पुग्दछौँ। यदि कुनै पनि विद्यार्थीले वर्षभर मेहनत गर्यो तर ठिक परीक्षाको अघिल्लो दिन भवितव्य दुर्घटनामा पर्छ भने के त्यहाँ कुन मेहनतको कमी थियो? त्यहाँ त केवल भाग्यको कमी थियो। र त्यसै गरी म के भन्न चाहन्छु भने भाग्य भनेको एउटा अदृश्य शक्ति हो जसले हाम्रो सफलतालाई सही वातावरण दिएर अनुकूल परिस्थिति दिने काम गर्दछन्। त्यसै गरी हामीले परिवारमा जन्मन्छौँ भनेर पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। र म अन्त्यमा के भन्न चाहन्छु भने भाग्य मेहनत भनेको एउटा बिउ हो भने भाग्य भनेको अनुकूल मौसम हो। अनुकूल मौसम बिना जतिसुकै राम्रो बिउ भए पनि उक्त बिउ अनुकूलित हुन सक्दैन। हामीले सफलता मेहनतको पनि केही काम जीवनमा केही महत्त्व होला। तर सफलता असफलता जीवन कर्म र मरणको सर्वोच्च निर्णय गर्ने शक्ति केवल भाग्यसँग मात्र हुन्छ।